सबैलाई नमस्कार। हाम्रो सिन्ता पेजमा जोडिनु भएका सबैजनालाई म फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईहरुको बीचमा मैले अत्यन्तै जरुरी सूचना लिएर आएको छु। तपाईले यो सूचनालाई धेरै भन्दा धेरै शेयर गरेर ताकि उहाँको खोजी कार्यको लागि र उहाँ एकजना हाम्रो जाजरकोट जिल्लाको शिवालय गाउँपालिका वडा नम्बर 2 बस्ने बिरे बस्नेत अथवा उहाँको उपनाम मल्ल भनेर चिनिने उहाँ व्यक्ति यो तस्बिरमा देखाएको व्यक्ति हुनुहुन्छ। उहाँ भारतको गुजरात राज्यको खमलिया भन्ने ठाउँबाट हिजो 26 तारिक एकाएक सम्पर्कविहीन हुनुभएको छ र यो भिडियो तपाईँ जहाँदेखि हेर्दै हुनुहुन्छ तपाईहरू सबैजनाले यो भिडियोलाई जहाँसम्म तपाईले सबैजनाले लाइक अनि शेयर गरेर तपाईले धेरै भन्दा धेरै उहाँको खोजी कार्यको लागि तपाईले धेरै भन्दा धेरै शेयर गरेर साथ र सहयोग गर्नुहुन तपाईहरुमा राजु बस्नेत र एचपी घायल र उहाँहरूको सम्पर्कद्वारा हामीले आएको खबर अनुसार उहाँको कान्छो छोरा पेरम बस्नेत उहाँ चाहिँ अहिले रोजगारको सिलसिलामा मलेसियामा हुनुहुन्छ र उहाँले हाम्रो बुवाको खोजी कार्यको लागि हजुरले केही तपाईले पहल गरिदिनु पर्यो भनेर उहाँले हामीसँग सम्पर्क गर्नुभएको थियो। उहाँको कुरालाई हामी मध्यनजर गर्दै तस्बिरमा देखिएका व्यक्तिलाई तपाईले कहीँ कतै देखेमा तपाईले यहाँ राखिएका सम्पर्क व्यक्तिका नम्बरमा तपाईले धेरै भन्दा धेरै तपाईले जहाँदेखि हुन सक्नुहुन्छ तपाईले सबैजनाले फोन गरेर सम्पर्क गरेर या नजिकको प्रहरी चौकीसम्म तपाईले सम्पर्क गरेर उहाँ व्यक्तिलाई चिन्नुहुने सबैजनाले धेरै भन्दा धेरै शेयर गरेर तपाईले एक्दै सम्पर्कमा आउनुहुनेछ भन्न पनि आशा राखेको जहाँ कि तपाईको एक शेयरको कारणले उहाँ भेटिन सफल हुनुहुनेछ भन्न चाहन्छु। हस्, नमस्कार।